ल नमस्कार सबैजनालाई। मैले चाहिँ अस्ति डोकोको यो स्टार्ट गर्ने तरिका हालेको थिएँ कि धेरैजनाले उल्टो भयो भन्नुभयो। मैले मोबाइलको अगाडिको क्यामेराबाट बनाएको थिएँ भिडियो। सुल्टो चाहिँ मेरो सुल्टै हुन्छ कि मेसो। अब चाहिँ यसमा मैले हजुरलाई कन्फ्युज नहुने गरेर यो भिडियो बनाएको छु। यो हेरेर सिक्नु होला। अब यसमा चाहिँ मैले कतिवटा राखेँ, 1 2 3 4 5 पाँचवटामा 10वटा चोया राख्यो है। यसरी राख्यो, ट्याक्क यसरी मिलाउने। यो अस्तिको भिडियोबाट डोको बुन्न सिक्न नसक्नेहरू भाइहरूको लागि है यो चाहिँ। अब आज चाहिँ एकदम कन्फ्युज नभइकन ट्याक्क मैले दाहिने मेसै घुमाउँछु। अस्ति चाहिँ देब्रे मेसो भयो भन्नुभयो कि धेरैजना कन्फ्युज हुनुभयो क्या। त्यसमा कन्फ्युज हुनु पर्दैन, मैले चाहिँ सुल्टै मेसो गराउँछु। यो पेटी गरिसकेपछि अब मैले चोया घुमाउने तरिका यही भिडियोमा हालिदिने छु है त। ल अब चाहिँ चोया घुमाउने तरिका चाहिँ हेर्नुहोस् है। अस्ति धेरैजनाले उल्टो भयो भन्नुभयो कि, त्यही भएर यसरी हो। यतातिर लाने हो क्या, दाहिने साइड नै हो मैले घुमाउने चाहिँ, देब्रे चाहिँ जान्दिनँ। अस्ति धेरैजनाले उल्टो भयो भन्नुभयो, त्यही भएर मैले फेरि आज अर्को भिडियो निर्माण गर्दैछु। हेर्नुहोस् है। भाइ यसरी ल्याउनुपर्छ है, यो तरिकाबाट।